साथीभाइ आज यहाँ हाम्रो सजन साथीको है ढुङ्गा लोड हुँदैछ हो। हाम्रो ऊ के अरे विकास भाइ पनि छ यहाँ, हाम्रो पङ्कज भाइ है, यहाँ हाम्रो दादा हुनुहुन्छ होइन। मालिक चाहिँ अब यहाँ हुनुहुन्छ हो, ढुङ्गाको उहाँकै बारी हो। बारीबाट फुटाएर है क्यारिङ यहाँ अब लानी छ 8 माइल माथि। यहाँ मेरो पर देख्नुहुँदैछ है भाइरल मामा हो। उहाँले अब केटाहरूसँग हेर्नुहोस् त, अब यो उमेरमा नि काम गरिरहेछ। यहाँ अब ढुङ्गाको मालिक चाहिँ हाम्रो सजन साथी है, उहाँको एउटा केही होला माथि अब केही बनाउने होइन। यहाँ हाम्रो पङ्कज भाइ पनि छ। पङ्कज भाइ पनि अब गाउँघरमा खटिने मान्छे नै हो। अब कन्ट्र्याक्टर अब भने नि उही हो नि, अब मालिक होइन। कन्ट्र्याक्टर पनि उही हो, मालिक पनि उही हो। यहाँ मेरो भिडियोमा तपाईँहरूले देखिसक्नु भएको छ होइन। यहाँ मामा हेर्नुहोस् त, हाम्रो यो के अरे युथ केटाहरूसँग काम अझै पनि गरि नै रहेछ हो। हेर्नुहोस् है, काम चाहिँ अब राम्रै छ। यहाँ हाम्रो सजन साथीको हो हाम्रो विकास भाइ पनि पर छ। काम चाहिँ नगर्ने होइन हाम्रो केटाहरूले हो। विशेष गरी चाहिँ अब भन्नुपर्दा चाहिँ बाटो पनि अब यीसम्म मात्रै लास्ट, यहाँदेखिको गाडी एकदमै जाने अवस्था छैन हो। यो माथि त अब भिर भइगयो, तपाईँहरूले देखिसक्नु भएको छ। यो पल्लोपट्टिको है, यो उतादेखिको चाहिँ त्यही त भोट फगाएको हो कि के फगाएको भगवान जानुहोस् होइन। अब 26को यसमा फगाउँछ होला, ठिकै छ। नाप्नु त अब कति आयो यो पल्लोपट्टि, यहाँदेखि त बाटो छँदै छैन। के गर्नुपर्ने, अब जनतालाई लाटा बनाइरहेको छ साथीभाइ। तपाईँहरू नि अब लाटा नहुनुहोस् हो, म यही भन्छु। हाम्रो गाउँमा डेभलपै छैन। हेर्नुहोस् न, बाटो छ आधा कल्चे, यहाँ ब्रिजहरू हाल्नुपर्ने हो। यसो तपाईँहरूले नि यसो कमेन्टहरू गर्नुहोस् है। बाटो लास्ट इन्डिङ ग्लेनबोनदेखिको आउँछ यीसम्म मात्रै, खालि गाडी घुमाउँछ जान्छ, बास सकिएको। यहाँ हेर्नुहोस् न, काम भइरहेको छ धमाधम। ओ पङ्कु भाइ हो, यता एकछिन हेरिदेऊ न अन्त। तिमी त खाप्रा फिफ्री भएछौ त, के भयो भाइ? खाप्रा फिफ्री भयो कि दारू ज्यादा हो? लु पङ्कज भाइ पनि एकदम बिमारी कन्डिसन भयो, उहाँलाई डाइरिया भएछ। हेर्नुहोस् नि, डाइरिया भएछ हो। यहाँ डाइरिया हाम्रो यहाँ मामा के अरे ऊ पङ्कज भाइलाई नि डाइरिया भएछ, र पनि काम चाहिँ सघाउँदैछ है। यो हाम्रो विकास भाइ पनि छ हो। साथीभाइ तपाईँहरूलाई म यस्तै अब भ्लगहरू होइन लिएर आउनेछु, तपाईँहरूले हेरिदिनुहोस् हो। यहाँ मामा पनि यसो हेरिदिनुहोस् है। काम यो उमेरमा है, 61-62 वर्षको उमेरमा नि उहाँले एकदमै केटाहरूसँग खटि नै रहेछ हो। मैले बाटोको पनि अब गुनासोहरू गरिसकेको छु होइन। तपाईँहरूले यसो उयो गरिदिनुहोस् सपोर्ट होइन हाम्रो गाउँलाई हो। बाटो चाहिँ अब इन्जिनियर आउँछ, नापजोप गर्छ, त्यो लोकल पाडे कुखुरा खान्छ ओर्छ जान्छ, बास हाम्रो मान्छेलाई आँखामा धुलो हालिरहेको छ है साथीभाइ हो। यो भिडियो हेरेर यसो तपाईँहरूले नि उयो गरिदिनुहोस् हो। मान्छे चाहिँ अब हामी चाहिँ लाटा छैनौँ, यो चाहिँ सब भोट फगाएको हो भन्ने चाहिँ मलाई लाग्छ।